उसको र मेरो सम्बन्ध पानी जस्तै सङ्लो सललल बगिरहेको आफ्नै गन्तव्यमा। यस्तो सम्बन्ध जहाँ धमिलो मुस्किलले हुन्थ्यो, तर एक्कासी सम्बन्धमा बाढ पस्यो। त्यो बाढले हाम्रा सपनाका महलहरू बगाए, डुबाए। एक दिन त्यही पुरानो ठाउँ, त्यही पुरानो क्याफे, एक टेबल, 2 कप कफी, अनि त्यो समय। केही समयपछिको मौनतालाई चिर्दै उसले प्रश्न गरी, अनि के छ तिम्रो खबर? मैले जवाफ फर्काएँ, के लाग्छ तिमीलाई? केही नबोली आफ्नो शिर निहुराउँदै एकछिनपछि, यो सब अचानक भयो। मेरो मनमा विभिन्न प्रश्नहरू उठ्न थाले। अचानक के अचानक सबै थोक हुन्छ? हुन्न नि। आकाशबाट आउने चट्याङ त केही सङ्केत दिएर आउँछ। अलिकति रिस उठ्यो। कफी उठाएँ, एक सुर्फ लिएँ, चन्तितो लाग्यो, जवाफ फर्काएँ। अचानक झुट्ने मिठो बोल्न थालेछ भाइ। ऊ मौन बसी, आँखाभरि आँसु पारी छल्दै ब्यागबाट रुमाल निकाल्दै आँसु पुछ्न थाली। छेउमा बसेको म सबै दृश्य निहाल्दै थिएँ। मुखबाट फुत्त निस्कियो देखावटी। एकछिनको मौनता पछि, यो आँसुले अहिले के अर्थ लाग्छ र? मैले प्रश्न गरेँ। गल्ती भयो, आई नो, अब ब्याक हुन सक्दिन, उसले जवाफ फर्काए। मेरो मनमा अनगिन्ती प्रश्नहरू छन्। सबै प्रश्नको उत्तर गल्ती भयो, आई नो, अब ब्याक हुन सक्दिनमा गएर टुङ्गे। फेरि मौनता छायो। केही मिनेटको मौनतापछि मैले भने, ल कङ्ग्रेचुलेसन, अनि आफ्नो हात अघि बढाएँ। उसले प्रत्युत्तर गरी, के को? म फिस्सा हाँसेँ, अझै के को? उसले हात अघि सार्दै भने, थ्याङ्क यू। उसँगको यो स्पर्श नै अन्तिम थियो। मौनताहरू, केही प्रश्न, अनि एक कप कफी। दिन त ढल्किसकेछ। कहाँसम्म छोडिदिउँ? चोकसम्म। त्यो गन्तव्य नै अन्तिम थियो हाम्रो कहानीको।